Well, hello everyone, सबैजनालाई सेवन एन्ड नमस्ते, वेलकम टु माई न्यू ब्लग है गाइस। तपाईँहरूलाई स्वागत छ मेरो न्यू ब्लगमा। अहिले चाहिँ म मर्निङ वकमा आएको थिएँ, सो अहिले चाहिँ केही धोएको छुइनँ, ड्रेस भएको छैन। अब गएर चाहिँ म फ्रेस हुँदैछु। सो मेरो अहिले चाहिँ म फ्रेसहरू भएर पनि आइसकेको छु। अन्त चिया बिस्किटहरू खाएर चाहिँ यहाँनिर आएको छतमा एकछिन गाइस। यहाँनिर आन्टीहरूले स्टोरबाट सामानहरू निकालेछ, कौडी पुरा कौडी छ, बिक्री गर्छ अरे यो यिनीहरूले। अन्त पार्टी दिन्छु ल भन्दै थियो। पार्टी करेंगे ये सारा बेच के, कबाड़ी वाला को बुला के सारा देख के पार्टी दे दूंगा बोला। अब कब बुलाएगा क्या, तब तक तो हम तो बूढ़े हो जाएंगे। So guys, मुझको को अब तला वेल गाइस, अहिले भने चाहिँ मैले यहाँनिर पालकको सब्जी बनाइसकेँ, पालक पनिरको। यहाँनिर चाहिँ अब लौकी र आलु बनाउनु आँटेको, लौका र आलु। यहाँबाट हेर्नुहोस् नजारा कति राम्रो देख्छ यहाँबाट, कति राम्रो भन्दा पनि अब हल्का राम्रो देख्छ, त्यति राम्रो चाहिँ देख्दैन। अहिले चाहिँ म गाइस अब चाहिँ गएको कामबाट ब्रेकमा, रेस्टमा। कपाल चाहिँ कस्तो खतरा भइसक्छ कि हेर्नुहोस्, गाइस मेरो चाहिँ च्याङ देख्ने हो, पतला पतला। अहिले चाहिँ नानीहरू लुगा सुकाएको सुकिसकेछ गाइस। राम्रोसँग सुकेको रहेन रहेछ। अहिले बेलुका उठाउँला, फेरि शीत परेर सबै चिसो हुन्छ त्यो लुगा, फेरि त्यो चिसो भएर उठायो भने गनाउँछ कस्तो खतरा। अब चाहिँ म जान्छु एकछिन बाटोतिर घुमेर, त्यहाँबाट फेरि आउनेछु। अन्त एकछिन सुतेर चाहिँ फेरि जान्छु। वेल गाइस, यहाँनिर चाहिँ यतातिर चाहिँ आजकल पुरा नै जाडो बढेको छ। 3-4 दिन भइसक्यो जाडोले खतरा एकदम। बाहिर चाहिँ घरभित्र पछि थाहा पाउँदैन, बाहिर चाहिँ पुरा जाडो छ। बिहान बेलुका अहिले पुरा जाडो हुन थालेको छ।